नमस्ते। आज फेरि अर्को एउटा सन्देशमूलक भिडियो लिएर आएको छु। यहाँलाई मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धेरैजसो बालबालिकाहरू स्कुल जान नमान्ने समस्या हुन्छ र हरेक बिहान एउटा बच्चाले स्कुल जाने बेला पेट दुख्यो भन्छ, कहिलेकाहीँ टाउको दुख्यो भन्छ, कहिलेकाहीँ बान्ता आउँछ र कहिलेकाहीँ रोएर बस्छ र भन्छ म स्कुल जान्न आयो। अनि हामी के भन्छौँ भन्दाखेरि नाटक नगर, स्कुल जानै पर्छ, आज नगए भोलि झन् बानी बिग्रिन्छ। तर एकछिन रोकेर सोचेर हेरौँ त, यदि बच्चाले स्कुल जाने बेला मतलब पेट दुखाउँछ, स्कुल जाने बेला समय भइसकेपछि बितेपछि चाहिँ ठिक हुन्छ, के उसले बहाना बनाइरहेको छ अथवा उसले हामीलाई कुनै समस्या बताउन खोजिरहेको छ? सायद बच्चाले शब्दमा भन्न नसकेको कुरा उसले शरीरले भनिरहेको पो छ कि? आज हामी यसकै बारेमा कुरा गर्दैछौँ। र स्कुल जान नमान्ने समस्या अथवा हामी यसलाई स्कुल रिफ्युजल भन्छौँ, यो के हो त? प्रायः जसो धेरैजसो विद्यालय जाने मेरका बालबालिकाहरू स्कुल जान नमान्ने, विद्यालय जाने समयमा अत्याधिक डराउने, रुने, पेट दुख्ने, टाउको दुख्ने, बान्ता हुने, होइन, बिरामी भए जस्तो व्यवहारहरू देखाउने जस्ता समस्याहरू देखिन सक्छ। विशेष गरी अझ भर्खर विद्यालय जान थालेका बालबालिकाहरू यो समस्या बढी देखिन सक्छ। यो समस्या सानो कक्षामा मात्र सीमित हुँदैन, ठुला कक्षामा पढ्ने किशोर किशोरीहरूमा पनि यो समस्या देखिन सक्छ। यो समस्याको एउटा विशेषता के हुन्छ भने समस्या विद्यालय जाने समस्याको आसपास वरिपरि मात्रै देखिन्छ। विद्यालय जाने समय हुर्किसकेपछि बितिसकेपछि चाहिँ त्यो सामान्य हुन सक्छ। र यस्तो बेला चाहिँ कहिलेकाहीँ राति पनि डराएर उठ्ने, सपनामा तर्सिने, रुने, कराउने जस्ता व्यवहारहरू चाहिँ देखिन सक्छ। त्यसैले बच्चा स्कुल जान नमान्दा उसको पहिलो प्रतिक्रिया के हुन्छ भने बच्चा जिद्दी भयो भन्ने चाहिँ होइन। हामीले के बुझ्नुपर्छ भने उसलाई स्कुलसँग सम्बन्धित के कुराले डराइरहेको छ, किन स्कुल जान मानिरहेको छैन, त्यसको एउटै कारण हुँदैन। विद्यालयमा समस्या हुनसक्छ, कहिलेकाहीँ घरमै समस्या हुनसक्छ, कहिलेकाहीँ बच्चाको आफ्नै भावनात्मक अथवा मनोसामाजिक, मनोवैज्ञानिक अवस्थासँग पनि सम्बन्धित हुनसक्छ। र जस्तै विद्यालयसँग केही समस्याहरू छन्। कल्पना गर्नुहोस्, एउटा बच्चालाई कक्षामा साथीहरूले बारम्बार जिस्काउँछन्, कसैले कुट्छन्, कसैले धम्क्याउँछन्, कसैले उसको बोली, कपडा, पढाइ आदिलाई लिएर हाँसोको रूपमा लिन्छन्। अब यो बच्चाका लागि चाहिँ विद्यालय भनेको सिक्ने ठाउँ होइन, डराउने ठाउँ बन्न सक्छ। बच्चा चाहिँ डराउने ठाउँ बन्न सक्छ। त्यसै गरी विद्यालयमा चाहिँ अत्याधिक दण्डात्मक अनुशासन भएको विद्यालय, डराउने शिक्षकहरू, साथीभाइबाट हुने बुलिङका कुराहरू, मिल्ने साथीहरू छुट्टिनु, बारम्बार विद्यालय परिवर्तन हुनु, विद्यालय जाने बाटोमा चाहिँ कसैले डर, धम्की, हिंसा जस्ता दुर्व्यवहारको अनुभव हुनु, यी सबै कारणले गर्दाखेरि विद्यालयप्रति चाहिँ उसलाई डर उत्पन्न हुन्छ। त्यसैले बच्चाले विद्यालय जान अस्वीकार गर्यो भने
किन जान्नस् भनेर रिसाउनु भन्दा स्कुलमा केही भयो कि भनेर सुरक्षित वातावरणमा चाहिँ सोध्नुपर्ने हुनसक्छ। त्यसै गरेर केही कुराहरू घरसँग सम्बन्धित कारणहरू पनि हुनसक्छ। यता अर्को पाटोतिर हेर्दाखेरि चाहिँ कहिलेकाहीँ बच्चालाई विद्यालयको होइन घर छोडेर जानुपर्दा डर लागिरहेको हुनसक्छ। जस्तै आमा बुवा बिरामी हुनु, कुनै अभिभावकको मृत्यु भएको अवस्था, परिवारमा ठुलो तनाव भएको अवस्था, लामो समयसम्म आफू बिरामी भएको अवस्था, दाजुभाइ दिदीबहिनी विद्यालय जान छोड्नु, घरमा नयाँ बच्चाको जन्म हुनु, यस्ता खाले परिवर्तनको कारणले गर्दाखेरि मनमा चाहिँ उसको असुरक्षा पैदा हुनसक्छ र सानो बच्चाले चाहिँ यस्तो खालको कुराहरू सोच्न सक्छ। म स्कुल गएँ भने आमालाई केही पो हुन्छ कि, अथवा म स्कुलमा जाँदा बुवालाई मलाई छोडेर जानु पो हुन्छ कि, यस्ता खालका डरहरूले गर्दाखेरि उसको प्रतिक्रिया चाहिँ उसले पेट दुखेको, टाउको दुखेको भनेर चाहिँ व्यक्त गर्न सक्छ। र अर्को कुरा चाहिँ अभिभावक र शिक्षकले विशेष रूपमा बुझ्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि बालबालिकाले आफ्नो भावना सधैँ शब्दमा व्यक्त गर्न सक्दैन। हामी वयस्कहरूले त भन्न सक्छौँ म चिन्तित छु, म डराएको छु, मलाई विद्यालयमा असुरक्षित लाग्छ, तर सानो बच्चाले चाहिँ यो कुरा भन्न सक्दैन। मेरो पेट दुख्यो, मलाई टाउको दुख्यो, म आज स्कुल जान्न। त्यसैले कहिलेकाहीँ बच्चाको चाहिँ शारीरिक गुनासोभित्र भावनात्मक समस्या पनि लुकेको हुनसक्छ। तर यसको अर्थ हरेक पेट दुखाइमा, हरेक टाउको दुखाइमा मनोवैज्ञानिक कारण हुन्छ भन्ने चाहिँ होइन। त्यहाँ शारीरिक समस्या पनि हुनसक्छ है। र त्यसैले आवश्यक पर्दा हामीले स्वास्थ्य कर्मीको सरसल्लाह गर्नुपर्ने हुन्छ भने अब यसको समाधान के त? र यो समाधानको बारेमा म यो भिडियोको अर्को पार्टमा बताउनेछु। र यो भिडियो राम्रोसँग हेर्नु होला र मन पर्यो भने आफ्नो साथीहरूलाई सेयर गर्नु होला र कमेन्ट गर्नु होला। नमस्ते।